मलाई के लाग्छ भने माछा त म चाहिँ 3 केजीसम्म चाहिँ सर्लक्कै पारिदिन्छु होला। त्यसैले आज चाहिँ म चाहिँ यही ट्राई गर्छु भनेर मैले 3 केजी माछा किनेर लिएर आएँ। फर्स्ट डिस मैले माछाको फिस फिले बनाएर खाएँ। सेकेन्ड डिस थियो मेरो फिस नुडल सुप। कस्तो टिट्टो तोम्याम खाएको फ्लेभर आइरहेको म त। फेरि यो तोम्याम सुप भन्ने चिज चाहिँ मलाई चाहिँ एकदम मनपर्छ। अनि साथीहरू मैले चाहिँ थर्ड डिस बनाएँ होल बेक्ड फिस। ओहो यो हो नि माछा खाने तरिका। ल है साथीहरू माछा खाने गर्नुहोस्, काँडासित डराउनु हुँदैन। काँडा साडा सबै साइड लाएर टन्न माछा खाने गर्नु होला। काँडा कत्रो मजा कत्रो ठुल्ठुलो छ है बा। ओ यो चाहिँ खुर्सानी त्यो पनि अलिकति हाल्यो। बोल